संसारमा यिनीहरूको छिप्पेको हात र यो तोरीको तेल जस्तो रिस उठ्ने केही छैन। ए बल्ल बल्ल 10-15 दिनमा एकचोटि नुहाइदिन्छन्, त्यही पनि नुहाउनु पाएको छैन। तोरीको तेल घसेर डुङ गनाउने बनाइहाल्छन्। यिनीहरूको सिलौटो जस्तो छिप्पेको हातले एउटै ठाउँमा 10 चोटि घोटेको घोटे, दलेको दले, कम्ती दुख्दैन। अझ चिसो लाग्दैन भनेर तालुमा छ्याप छ्याप धान रोपे जस्तो 12 माना लगाइदिन्छ। होइन मेरो तालु चाहिँ धानबारी हो र भन्या। यति रिस उठ्छ नि, लगाउने पनि एउटा सीमा हुन्छ नि। सिजदेखि पाउसम्म काहीँ बाँकी राख्दैनन्। फेरि संसारमा कसैलाई थाहा नभएको कुरा यिनीहरूलाई नै थाहा हुन्छ। काहीँ नभएका बाठाबाठीहरू। आफूहरू चाहिँ शरीर गनाउँछ भनेर कति थरीको ब्रान्डेड पर्फ्युमहरू लगाउँछन्। अनि हामीलाई चाहिँ जहिले यही गनाउने तेल घसेको छ, दिनै रातै गन्धे पुरी बनाएको छ। होइन बजारमा कति मिठो मिठो बास्ना आउने तेलहरू पाउँछ त। जहिले यो तोरी बाहेक केही देखेनौ। कहिले ठुलो हुनु र यो तोरीको तेल र यिनीहरूको छिप्पेको हातबाट मुक्ति पाउनु होला नि। आफ्नो शरीर आफैलाई गनाएर हैरान भइसके।